केही प्रश्नहरु छ भने सोध्दा हुन्छ हामी दाजुभाइलाई। मेरोबाट प्रश्न के छ भने आज के बार हो र आज हामीहरु कहाँ छौं अनि किन छौं? हामी यो आइतबार सेवाकै सकेर चाहिँ हामी दुई परिवार मजाले यो ओकिन्स बे भन्ने ठाउँ म त दिस इज माई फर्स्ट टाइम जस्ट भिजिटिङ बट आई एम भेरी एक्साइटेड भेरी ब्लेस्ड टु बी हियर विथ माई फ्यामिली लाइक बुबु साइला भाउजू हैन सुमी अनि रुबेन छोरा आशिष अनि सुसान्ना नानी ग्रेस है हामी भाउजू है हामी यो समयमा मिस गरिरहेको छौं हामीले छोडेर आएको छौं परिवार हाम्रो बुहारी भूमिका बुहारी she can't come with us today because she's in pregnant समयमा छ र she is blessed too हैन हामी पनि अब यहाँ आएको छौं जे होस् खुसी छौं हैन बुबु र म त अब जहिले पनि बुबुले त मलाई गाइड गरिरहनु भएको छ सानैदेखि हैन अन्तरे तँ चाहिँ क्लास 6 मा पास हुनुपर्छ अनि मात्र तँलाई यो बुट दिने है भन्नु भएको थियो फेल हुँदा अन्तरे फेल भयो अन्तरे फेल भएपछि बुबुले हैन लगा अन्तरे अब पास भइनस् फेल भइस् केही छैन भनेर त्यो चाहिँ बुबुको सारो ठुलो इन्करेज छ क्या रुबेन हजुर अनि हामी दाजुभाइको बुबु साइला र बाङाको हैन बाङा अन्तरेको जोस राम्रो छ मित्रता हाम्रो हामी दाजुभाइ मात्र नभएर हामी फ्रेन्ड्स पनि हौं है भुटानमा सँगै नेपालमा पनि सँगै अनि अहिले न्युजिल्यान्डमा आएर हामी सँगै दुई परिवार छौं छोराहरू तिनीहरू नै हो हैन अब पढेको छौ अब के गर्नु किन्दै छौं अब बाबु अब हामी त बाजे पनि भइसक्यौं हैन बुबु बाजे भयो जोस तर पनि अझै मन हारेको छैन हामी के कुछ गर्छौं भन्ने नै सोचाइ छ अब माता मान्यो यहाँ अब टेन्ट लाउने हो टेन्ट खडा गर्ने हो अनि चाहिँ अब वक्तव्यलाई चाहिँ यिनै बटबिटा मार्नुपर्छ होला हैन एक दुईवटा बुबुले पनि पापाले पनि के भनिदिनुहोस् न त अब कहिले आउनु भयो यहाँ हामी चाहिँ गएको सालमा 2 वर्ष अगाडि चाहिँ हामी आएको थियौं भुटानबाट हाम्रो आफ्नो आफन्तहरू आउनु भएको थियो र उहाँहरूसँग हामी आएको थियौं आज हामीले मिस गरिरहेको चाहिँ यो ठाउँमा चाहिँ हाम्रो हिमालको बाजे बोजू बाबा आमा हाम्रो राइचल बहिनी अनि डाक्टर सुनाम डाक्टर निशाल उहाँहरू तिनबाट हुनुहुन्छ हामी मिस गरेको थियौँ हामी फुटबल खेलेको छौँ यहाँ रमाइलो मैले कमेन्ट्री गरेको छु यहाँ उनीहरूले इन्जोय गरिरहनु भएको छ होला एकदम खुसी लागेको छ धेरै वर्ष आई थिङ्क 8-9 वर्ष पछाडि फेरि दाजुभाइको परिवार आज हामी यहाँ आउनु पाउँदाखेरि साह्रो राम्रो ठाउँ छ तपाईहरु पनि कोही पनि आउनुहुन्छ भने ओकिन्स बेमा चाहिँ एकदम सुन्दर छ माछा मार्न सक्नुहुन्छ डाँडाकाँडा एकदम सुन्दर छ है त ल हस् त हजुर धन्यवाद लेट्स इन्जोय टुगेदर मम्मी तपाई चाहिँ के भन्नुहुन्छ म त के छ भन्नु अब एकदमै खुसी एकदम काम गरेर थाकेर फेरि यसरी बेला बेलामा चाहिँ यो ओकिन्स बे चाहिँ आउनुपर्छ एकदमै रमाइलो छ डाँडाकाँडा एकदमै न्युजिल्यान्ड वर्ल्डको न्युजिल्यान्ड ब्युटिफुल कन्ट्री हो भनेर भन्दछ हैन तर यो ओकिन्स बे आउँदाखेरि चाहिँ बाटोमा हेर्दै आउँदाखेरि चाहिँ साच्चैकै न्युजिल्यान्ड चाहिँ वर्ल्डको ब्युटिफुल कन्ट्री नै देख्न पाउनु हुनेछ र सेफेस्ट पनि हो पिसफुल पनि हो एकदमै सुन्दर डाँडाकाँडा एभ्रिथिङ पिसफुलमा चाहिँ कुन चाहिँ कन्ट्री अरे न्युजिल्यान्डमा कुन चाहिँ आको अरे थर्ड इन वर्ल्ड सकिएको हैन के ब्युटिफुलमा चाहिँ फर्स्ट नै हो है ब्युटिफुलमा चाहिँ फर्स्ट नै हो ल धन्यवाद मम्मी अब यहाँ हामीहरू टेन्ट हाम्रो गर्ने ठाउँ हो यहाँनिर टेन्ट लगाउँछौँ हाम्रो गाडीहरू पार्क भइसकेको छ हामीले त्यहाँ पिकनिक टेबल पनि बनाइदिएको छ अनि वरिपरि हेर्ने डाँडा छ माथि ल अझै म केही भिडियोजहरू बनाउने नै छु त्यो पनि हेर्नुहोस् होला।